तामाङ जाति चाहिँ नेपालको सबैभन्दा पुरानो जातिमा पर्दछ। तामाङ जाति एउटा जनजाति पनि हो नेपालको। तामाङ जातिले लगाउने पोसाक यो हो र तामाङ जातिको आफ्नै भाषा वेशभूषा र रहन सहन हुन्छ। तामाङ जातिहरूले मनाउने चाहिँ पर्वको नाम चाहिँ लोसार हो। तामाङ जातिले चाहिँ सोह्र दशहरा मनाउँछन्। लोसारहरू पनि 3 किसिमका हुन्छन्। उहाँहरू लोसारको बेलामा आफ्नो पुरानो सांस्कृतिक रिवाज गहनाहरू अनि उहाँहरूले तामाङ भाषा बोल्नुहुन्छ। उहाँहरूले हामीले जस्तै दसैँ पनि मनाउनुहुन्छ, तर उहाँहरूले दसैँमा रातो टिका लगाउनु हुँदैन। उहाँहरूले दसैँमा सेतो टिका लगाउनुहुन्छ। दोस्रो नम्बरमा रहेको छ नेवार जाति। नेवार जाति चाहिँ नेपालको एकीकरण हुनुभन्दा अगाडिदेखि नै उपस्थिति भएको जाति हो नेवार। नेवार पनि एउटा नेपालको जनजातिभित्रै पर्दछ। नेवार जातिको आफ्नै भाषा हुन्छ। नेवार जातिभित्र पनि धेरैवटा नेवारहरू छन्। नेवार जातिहरूमा 100 भन्दा बढीवटा नेवारहरू जात छ नेवारका। नेवार समुदायले चाहिँ लगाउने पोसाकको नाम चाहिँ यसलाई हाते पटासी भनिन्छ। नेवार जातिले मनाउने जात्राको नाम चाहिँ लाखे जात्रा हो। नेवार जातिमा एउटा जिउँदो भगवान पनि हुनुहुन्छ र उहाँको नाम हो कुमारी। कुमारी एउटा यस्तो भगवान हो जुनलाई सानैदेखि उहाँको आमाबुवासँग छुट्याएर राखिन्छ। नेवार जातिमा एउटा बेल विवाह भन्ने पनि चलन छ। त्यो चलनमा चाहिँ छोरीहरूलाई सानै उमेरमा बेल सूर्यसँग बिहे गरिन्छ। नेवारले बोल्ने भाषा उहाँहरूले लगाउने पोसाक एकदमै राम्रो हुन्छ। अर्को रहेको छ गुरुङ जाति। गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका विशेष जातिका समूह हुन्। आजभन्दा 1400 वर्ष अघि र अहिलेको मङ्गोलिया देशबाट वरिपरिबाट घेरिएको समुदाय हो यो गुरुङ जाति। गुरुङ जातिको संस्कृति विकास भएको भन्ने गुरुङ समुदायका मानिसहरूको उल्लेख छन्। विभिन्न भूगोलहरू पर गर्दै वर्तमान चीन, सुवान, कानो, तिब्बत जस्तै नेपालको धेरैवटा विभिन्न भागमा गुरुङ जातिको अहिले बसोबास देखिएको छ र गुरुङ जाति र नगर जातिको पोसाक पनि लगभग उस्तै छ, तर बिचमा केही यसको अन्तर्गत हुन्छ। गुरुङले आफ्नै भाषा बोल्छन्। गुरुङ जातिहरूले पनि गुरुङहरूको पनि आफ्नै भाषा, वेशभूषा, संस्कृति, रहन सहन र उनीहरूको आफ्नै संस्कार हुन्छ। 4 नम्बरमा रहेको छ मगर। मगर जात एउटा यस्तो जात हो जुनमा उनीहरूले चाहिँ मगर भाषा बोल्छन् र नेपालमा बोलिने भाषाहरूमध्ये 6.9% भाषा चाहिँ मगर भाषा नै बोलिन्छ नेपालभित्र। यदि मगर जातिहरूले आफ्नो थर अरू नदेखेको भए योभन्दा पनि बढी भाषा बोलिन्छ नेपालमा मगर। मगरले लगाउने पोसाक गुरुङ जस्तै छ, तर मगरले कम्मरमा हँसिया लगाउँछ। उनीहरूले ओढ्ने सल छुट्टै हुन्छ र उनीहरूले लगाउने गहना गुरुङहरूभन्दा निकै नै अलग हुन्छ। 5 नम्बरमा रहेको छ शेर्पा जाति। शेर्पा जाति एउटा हिमाली भेगमा बस्ने जाति हो। उनीहरूले नमस्ते भाषालाई आफ्नो भाषामा टाँसिदिने पनि भन्छन्। उनीहरू धेरै जसो हिमालमा बस्छन्। उनीहरूले लगाउने कपडालाई बक्खु पनि भनिन्छ। उनीहरूले बक्खु मोजाहरू लगाउँछन्। उनीहरू धेरै जसो भेडा, चौरी, च्याङ्गा जस्ता जनावरहरूको पशुपालन गर्छन्। उनीहरूले चुरीको दुधबाट विभिन्न सामग्रीहरू बनाउँछन्। उनीहरू हिमाली भेगमा बस्ने हुनाले उनीहरूको कालो रातो पनि हुन्छ। 6 नम्बरमा रहेको छ बाहुन जाति। बाहुन एउटा ब्राह्मण जाति हो। उनीहरूको संस्कृति छुट्टै हुन्छ अरू जातिभन्दा। उनीहरूले बोल्ने भाषा नेपाली नै हो। उनीहरूले
भन्दा निकै फरक छ। बाहुन जातमा पनि भित्र 3 किसिमका जातहरू हुन्छ। एउटा पानी पोखरेल हुन्छ, अर्को दुध पोखरेल हुन्छ र अर्को जैसी बाहुन हुन्छ। त्यसमा पनि सबैभन्दा पहिलेदेखि चलिआएको पुर्खाहरूको अनुसार सबैभन्दा ठुलो जात चाहिँ पानी पोखरेल हो र त्यो जातलाई हामी पाते बाहुन पनि भन्दछौँ। बाहुन जातिमा छोरा मान्छेहरूलाई वर्तमान नगरिकन जनै लगाउन नपाइने संस्कृति चलनहरू पनि छन् र छोरी मान्छेले गुन्युचोलो नगरिकन साडी लगाउन पाउँदैन भन्ने संस्कृति छ हाम्रो बाहुन जातिमा। बाहुन जातिका धेरैजसो मानिसहरूको पेसा चाहिँ पुरेत पण्डितहरू हो। र यसो गर्दै मैले मेरो